Namaste everyone. Welcome to the part 2 of Disciplined People's Habits. Part first, I already discussed about the 3 habits of disciplined people, how people get success in long run. As a म without wasting time, एकदमै इन्ट्रेस्टिङ 3वटा ह्याबिट्सको बारेमा कुरा गर्दैछु जो डिसिप्लिन्ड पिपल्समा हुन्छ, जो सक्सेसफुल पिपल्समा त्यो ह्याबिटहरू तपाईँले पाउन सक्नुहुन्छ. थर्ड वान, very interesting is they say no often and unapologetically. यहाँनिर कस्तो हुन्छ भन्दाखेरि हामी जे कुरालाई पनि एस भन्दाखेरि आफ्नो गोल आफ्नो डिटर्मिनेसन्सलाई भुल्दै गएको हुन्छौँ. द थिङ इज when some invitations are coming, some opportunities are coming, some distractions, so try to say no. At the same time, when you are saying the no to those things which are not aligned to your goal, you are saying yes to your determination, to your goal, to your discipline. अब यहाँ तपाईँले नो भनिराख्दाखेरि you are saying yes to your goals. But at the same time, outsider might feel you are so cold and obsessive. That's absolutely okay. Because you are saying no for the short term, because you focus on long-term goal and your achievement. And next one, the fourth one is disciplined people believe on progress, not on perfection. If you think that I need to be perfect, फ्ललेसनेसमा जान्छु भन्न थाल्नुभयो भने तपाईँ आजको भोलि सक्सेस हुन सक्नुहुन्न. फाइन, जहिले पनि सक्सेस भनेको कस्तो हुन्छ भन्दाखेरि लेयर हुन्छ, थपिँदै थपिँदै थपिँदै. इट्स नट लाइक द लिनियर ओभर द जियोमेट्रिकली यहाँबाट जम्प गरेर माथि जाने सक्सेस हुँदैन. सो वाट यु बिलिभ इज तपाईँले आज गरेको 5 मिनट्स अफ स्मल वर्कले जब रिपिटेसन ल्याउनुहुन्छ भने लङ रन इट पेज अफ यु. Fine. So don't believe on perfectionism, believe on the progress. Third one, very interesting, is they embrace boredom. Successful people कस्तो हुन्छ थाहा छ? तपाईँ सक्सेसफुल हुनलाई जुन कुरा बोरिङ लाग्छ तपाईँलाई अथवा इन्टायर वर्ल्डलाई, but you are doing this repeatedly. Fine. Successful people seek the mastery, not the novelty. आज एउटा काम गरिरहेछ, भोलि अर्को गरिरहेछ, पर्सि अर्को गरिरहेछ होइन. 89%ले कुनै कामलाई बोर फिल गर्छ भने तपाईँ त त्यसमा इन्जोय गर्न सक्नुहुन्छ भने यु गोना बी सक्सेसफुल. टकिङ अबाउट द सक्सेसफुल एडिटर, दे स्पेन्ड होल डे जस्ट टु एडिट द वान प्याराग्राफ. टाइगर वुडको कुरा गरौँ, सेम सर्ट 1000 टाइम. लुक एट दिस, उसलाई पनि बोर्ड लागेको थियो होला नि, त्यो बोर्ड लागे पनि रिपिटेसन गर्यो. त्यो एडिटरलाई दिनभरि एउटा प्याराग्राफ एडिट गर्न बोर्ड लागेको थियो होला नि, तर ऊ गरिरहेको छ. They embrace the boredom to be successful in this world. Thank you. Namaste.